हेलो साथीहरू, के छ खबर? आरामै हुनुहुन्छ? हजुरहरूलाई थाहा छ म चाहिँ नि यो घरको नन प्रोफेसनल मास्टर सेफ हो है। अनि हजुरहरूले सोच्नु होला, ला यो मास्टर सेफले त कस्तो सेतो मासु पकायो भनेर भन्नुहुन्छ होला। हाम्रो हेटौँडामा चाहिँ खसीको मासुमा बाहिर छालामा कुनै पनि कलर लाउन नपाउने भनेर ब्यान्डेज गराएर रहेछ कि मलाई पनि हिजो मात्रै थाहा भयो, अस्ति मात्रै थाहा भयो। अनि यो मासु यस्तै हो साथीहरू, यता फर्कायो नि उता फर्कायो नि पाकिहाल्छ, जस्तो पकायो नि जे हाल्यो नि मिठो भइहाल्छ। मम्मीको भनाइ हो यो चाहिँ होइन। अनि साउन्डको बेला छ, धेरै कुरा बोल्ने सिचुएसन पनि छैन हो साथीहरू। अनि छ नि साथीहरू, यो काम जान्ने मान्छेलाई चाहिँ दुःखै हुन्छ कि जहाँ पनि उही टार्गेट हुन्छ। नजान्नेलाई बरु उसलाई आउँदैन भन्छ, छोडिदिन्छ, आउनेलाई चाहिँ तँ गर है भन्छ। यस्तै हो साथीहरू, अब हात बाँधेर बस्न पनि सकिँदैन, आउने कुरो अगाडि बढ्नै मन लाग्छ होइन। गर्मी घाम पानी जस्तो भने पनि। अनि दिनभरिको यो गर्मीलाई छल्नलाई बेलुका कति ठुलो पानी आइदियो भने नि, अनि शीतल भयो, रातभरि पानी पर्यो, आनन्दले थकान मारेर पाइयो है त।